नमस्कार हजुर, जय मानव सेवा। हामी यहाँ कुष्माण्ड सरोवर त्रिवेणी धाममा छौँ। हाम्रो गोकर्णेश्वर शान्ति तथा शहीद पार्कका अध्यक्षज्यू आदरणीय सुदर्शन सर यही हुनुहुन्छ अनि हाम्रो राजु बुवा हुनुहुन्छ, टिम हुनुहुन्छ। हामी घुमिरहेछौँ। बहुत सुन्दर ठाउँ छ हजुर, हेरौँ यति राम्रो ठाउँ छ, मन्दिर छ। हामी घुम्दैछौँ, तपाईँलाई पनि देखाउँछौँ है त। बाहिर मन्दिर त तपाईँले हेरि नै रहनु भएको छ, भित्रको कुरा धेरैले नहेरे हुनसक्छ। यहाँ हेटौडाको पहिचान झल्किने विभिन्न कुराहरू छ भन्ने मैले सुनिराखेको छु, कतिपटक आएको पनि छु, तर त्यति राम्रोसँग फिल गर्न पाएको छैन। आज फिल गर्ने तपाईँलाई स्वागत छ। हामी छौँ कुष्माण्ड सरोवर त्रिवेणी धाम, हेटौडा 9 नम्बरमा। यो सिमेन्ट रोडबाट आउनुपर्छ। यदि हेटौडा आउनु भएको छ भने एकचोटि घुम्नै पर्ने ठाउँ छ यो, र म तपाईँलाई यो ठाउँ देखाउँछु है त। तपाईँको हजुर क्यामेरा पनि छ, तपाईँले मलाई भाषामा हालिदिनु हुन्छ है। ए हसौँ बनाएर म एकदम त्यो तपाईँ अब मैले मोबाइल चलाएन भाइ, यो त भिडियो चाहिँ म बनाउँछु। ठिक छ। यो यसको यो हेटौडाको नामको पछाडिको यो अर्थ छ। ल हिडिम्बा नगरी जो हेटौडा जसरी बन्यो त्यसको पछाडिका दृश्यहरू यहाँ छन्। अब यसको व्याख्या गर्न त मलाई त्यति आउँदैन, थाहा छैन होइन, तर तपाईँले हेर्न सक्नुहुन्छ। राम्रो ठाउँ तपाईँलाई भिजिट गराउँदैछु, ल हेर्नु होला। बहुत सुन्दर ठाउँ छ। म ईश्वर प्रसाद नेउपाने, अध्यक्ष कुष्माण्ड सरोवर त्रिवेणी धाम। यसको 3टा नदीको सङ्गममा पर्छ यो। रत्ना, कर्णा, कौशवाही, त्रिवेणी, एउटा 3टा नदी। 3टा नदी, त्यसमा पनि कौशवाही उत्तर गङ्गा, दक्षिणबाट उत्तर बया गङ्गा हो। र यसको अर्को थप महत्त्व भनेको कुष्माण्ड भगवती नवदुर्गा मध्येको 14औं स्वरूप कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्धि प्राप्त गर्नुभएको भूमि। 5 पाण्डवहरूले त्यो गुप्तवासको सँगसँगै हिडिम्बासँगको विवाहको सँगसँग जोडिने क्रममा हिडिम्बालाई वध गर्ने सन्दर्भ जोडिएका विषयवस्तु र हिडिम्बा र हेटौडा नगरी शब्द त्यो जोडिएको विषयवस्तु पनि छ। तिनै कारणबाट यो हामी यहाँ चाहिँ श्राद्ध तर्पणका कामहरू हुन्छन् र अम्बरीश राजाले तपस्या गरेका कुराहरू छन्। यसैको आधारमा यो संरचना 66 सालबाट सुरुवात गरे। निर्माण 67 साल जेठ 5 गते शिलान्यास गरेर अगाडि बढ्ने क्रममा अहिले हामी एउटा धार्मिक प्लस पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले लागिरहेको हो र अहिले निरन्तर चालु छ। अझै धेरै काम गर्न बाँकी अब छ। के छ बुवा यहाँ अहिले चाहिँ? यहाँभित्र त 100 पहिला म 3टा नदीको कुरा गरिहालेँ, सङ्गम पर्सा नदी भई त्यसै भइगयो। यहाँ 108 धाराहरू छन्। त्यसमा एउटा चाहिँ गौमुखी धारा पनि छ, त्यो 9 पनि हुन्छ त्यो शुद्ध। त्यो चाहिँ माता कुष्माण्ड भगवतीको पाउबाट प्रभावित छ त्यो धारा चाहिँ, त्यो शुद्ध गरेर 9वटा छ। त्यसपछि गणेश मन्दिर छ, कुष्माण्ड भगवतीको मन्दिर छ, विशेष कुष्माण्डसँग जोडिएको कुराहरू भएको हुना। त्यसपछि हाम्रो दैनिक श्राद्ध तर्पण गर्नेको हिसाबले विष्णु पादुका छ। त्यसो गरी सँगसँगै ब्रह्मकुण्ड छ, अनि राधाकृष्णको मन्दिरहरू छ, अनि शिवालयहरू छ। त्यसपछि नागस्थानहरू छ। राम मन्दिर अहिले बन्दै खोजिरहेको छ र सँगसँगै अरू भवनहरू, व्यासस्थानहरू अरू लगायतको कार्यको सँगसँगै हाम्रो कुष्माण्ड सरोवर जुन भनिएको छ, त्यो सरोवर मात्रै नभए पनि कुष्माण्ड एउटा पोखरी छ। त्यो बिचमा माता कुष्माण्ड भगवती त्यतिखेर तपस्या गर्नुभएको हुनाले त्यही खालको एउटा त्यहाँ चित्र देख्न सकिन्छ। र 5 पाण्डवहरू र हिडिम्बा बिचको लडाइँको सन्दर्भका त्यहाँनिर चाहिँ राखिएको छ। जुन लडाइँ गरिराखेको हिडिम्बालाई के अरे भीमले वध गरेको कुराहरू पनि त्यहाँ समावेश गरिएको, त्यहाँको त्यो चित्र देख्न सकिन्छ। त्यसपछि त्यसको भित्रपट्टि हाम्रो शीश महल छ। त्यहाँ शीश महलमा चाहिँ माता कुष्माण्ड भगवतीले 5 पाण्डवले दर्शन गरेको कुरालाई सन्दर्भ जोडेर त्यहाँ परिक्रमा गरिरहेको हामी देख्न सक्छौँ। र नेपालका विभिन्न क्षेत्रका नेपालका कमसेकम 35-36वटा देवालयहरूलाई जोडेर त्यहाँ विग्रहहरू पनि भित्र राखिएको छ, सङ्ग्रहालयको रूपमा राखिएको छ। त्यसमा एउटा महत्त्वपूर्ण पाठ भनेको नेपाल माता, जुन धरती माता हामी नेपाल माता मान्छौँ र नेपालको नक्सा समातेर बसिरहेको एउटा नेपाल माता पनि सँगै राखिएको छ। र सँगसँगै अहिले भर्खरै यहाँ यहाँलाई देखाउन सकिएन, म अलिकति व्यस्त भइरहेको थिएँ।
त्यहाँ वृत्तचित्र पनि सुरुवात गरिएको छ भर्खरैबाट। एउटा वृत्तचित्र तयार गरेर यो के हो भन्ने बारेमा यो ब्रिफिङ गरिन नपर्ने हिसाबले त्यहाँ एउटा वृत्तचित्र सबै यहाँको बारेमा विस्तृत जानकारी दिने हिसाबले वृत्तचित्र पनि तयार गरिएको छ। र अब अरू त धेरै अहिले भर्खर उतपट्टि देख्न आउनुभयो होला, त्यो पाटमा खाली बसिया जमिनहरू थियो, त्यो जमिनलाई अहिले झन्डै 4 बिघा 14 कट्ठा जग्गा चाहिँ एउटा चाहिँ अहिले घेरेर कम्पाउन्ड गरिराखिएको, भर्खर कम्पाउन्ड गरिरहेको छ। र अब क्रमशः त्यो ठाउँ क्षेत्रमा चाहिँ अरू संरचना निर्माण गर्ने तयारी गरिराखिएको छ। हस् त, धन्यवाद।